आज चाहिँ गाइस घरमा डल्डल्लै कुखुरा फ्राई गरेर खाने सल्लाह हो र हामी 5वटा कुखुरालाई चाहिँ यहाँ फ्राई गर्नु रेडी गर्दैछौँ। हेर्न सक्नुहुन्छ 2टा 3टा 4टा 5वटा। यसलाई चाहिँ अब पिसेको मरमसला एड गर्दैछु मैले। यो चाहिँ अघि पेस्ट बनाएर राखेको थिएँ मैले। के छ भन्दाखेरि अदुवा लसुन जिरा छ। यसमा म अझै रातो धुलो रङ हाल्दैछु अनि अझै हालेर चाहिँ यसमा म हल्दीलाई पनि एड गर्दैछु। अनि यो गरिसकेपछि एकछिन आधा घन्टा मेरिनेट गरेर रेडी भइसक्यो। आधा घन्टा राखेँ मैले। अब यसलाई चाहिँ म बाहिर लाँदैछु फ्राई गर्नुको लागि। अनि यो कुखुरा फ्राई चाहिँ ग्यासमा हुँदैन नि त, धेरै टाइम लाग्छ। निकै ठुल्ठुलो छ, आधा केजीको जतिको छ। अनि यसलाई चाहिँ मैले बाहिर आगोमै फ्राई गर्नुको लागि चाहिँ मजाले मसलाहरू चाहिँ भित्रैसँग मजाले लागोस् भनेर चाहिँ यसरी मैले यहाँ दल्दैछु। तपाईँहरूले हेर्न सक्नुहुन्छ। मजाले मरमसला लागेको छ भनेदेखिलाई चाहिँ नि अहिले टेस्टी हुन्छ नि त, मिठो हुन्छ। अनि म तेलमा फ्राई गर्न लागेको छु। मलाई डर पनि लाग्दैछ, आगो मजाले लागिरहेछ, कराही पुरा खरिरहेछ। कतै आगोमा पुरा खरेकोले गर्दाखेरि आगो लाग्छ कि तेलमा भन्दै डरले लम्की भन्दै लाउँदैछु गाइस। हेर्नु सक्नुहुन्छ धन्न आगो चाहिँ लागेन है, मजाले तेल खरिरहेछ गाइस। हेर्नु सक्नुहुन्छ। आगो मिलाउँदैछु म यहाँ फेरि। अब मजाले फ्राई हुनुपर्छ नि त, नभए भित्र राम्रोसँगले पाक्दैन हो। अनि मैले सोचेको थिएँ एक वटा चाहिँ फ्राई गर्नु पर्यो भनेर सोचेको थिएँ, तर एक वटामा चाहिँ पुरा टाइम लाग्ने भयो। अनि यसो हेर्दाखेरि अझै एउटा आर्छ जस्तो लागेर चाहिँ अर्को पनि हाल्नु पर्यो भनेर म यहाँ अर्कोलाई पनि रेडी गर्दैछु मरमसला हालेर। यसलाई पनि मैले मजाले मरमसला हाल्दैछु, एकदम फ्यामिलीसँग गफ गर्दै मसला हाल्दैछु गाइस। र अर्कोलाई पनि मैले हालिदिएँ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। भाइले चाहिँ पुरा जिस्काउँदैछ नि त मलाई। आज चाहिँ नानालाई कहाँबाट जाँगर चल्यो यस्तो बेसी भनेर जिस्काउँदैछ है। अनि खासमा चाहिँ म बिमारी नै छु, काम गर्नु हुँदैन। तर मलाई चाहिँ यो डल्डल्लै कुखुरा रोस्ट गरेर खानु मन परेको कारणले गर्दाखेरि चाहिँ म एकदम बस्न नसके भए पनि कुखुरा रोस्ट गर्दैछु। अनि भाइहरूसँग गफ गर्दै आज चाहिँ नानाले चाहिँ के चाहिँ बनाएर खुवाउनु नाट्यो हामीलाई भन्दै भनिरहेछ भाइले चाहिँ मलाई। अनि भाउजूहरू पनि हुनुहुन्छ यहाँ मसँग गफ गर्दै, नानीहरूले पनि गफ गर्दै मसँग बसिरहेछ। एकछिन पर्छ कोही नसुत्ने ल, अब फ्राई भइसक्नु आँटे, अब कति पनि टाइम लाग्दैन है भन्दै मैले सबैलाई रोकेर राखिरहेको छु। बेलुकाको 8 बजिसक्यो, फ्राई गरिरहेछु। अनि सबैजना मसँगै बाहिरै गफ गर्दै बसिरहनु भएको छ, हजुरहरू नानीहरू पनि। अनि आगोमा चाहिँ भान्से गर्नु निकै साह्रै पर्छ है, धुवा पनि हुन्छ प्लस धेरै गरम पनि छ। अहिले गर्मी समय हो अनि आगोमा साह्रो पर्छ। र फाइनली हाम्रो पाकिसक्यो, तपाईँले हेर्न सक्नुहुन्छ। कति टेस्टी भइरहेछ, हेर्दै खङ लाग्दो। र तपाईँले हेर्न सक्नुहुन्छ मेरो खाना हजुर डल्लै चिकन खाना लागेको छु गाइस। गुड नाइट, बाई बाई।